के स्क्रन्ची बन्छ त हातैले मेसिन बिना पनि। कफी कलर चाहिँ मलाई एकदमै मनपर्ने कलर हो र अहिलेको जमानामा कफी कलर भनेको सबैजनालाई मनपर्छ के। आज म तपाईँहरूलाई कफी कलरमा यो स्क्रन्ची बनाउन सिकाउँदैछु। यो कपडाको फेब्रिकको लम्बाइ रहेको छ, तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ 27 इन्चीको लम्बाइ छ भने यसको चौडाइ चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ लगभग 4 इन्चीको रहेको छ। यो चाहिँ एकदमै पर्फेक्ट हुन्छ। यसको यो जुन हामीलाई चाहिने भाग हुन्छ त्यो एकदमै राम्रो हुन्छ। फर्स्ट अफ अल चाहिँ तपाईँले गर्नुपर्ने कुरा चाहिँ के हो भन्दा यसलाई यसरी फोल्ड गर्नु होला फर्स्टमा, अनि त्यसपछि फोल्ड गरिसकेपछि यसरी यो साइडमा जोड्नु होला। उल्टे सुल्टे कुन हो भनेर पहिले चिन्नु होला। सेकेन्ड स्टेपमा चाहिँ तपाईँले गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि यो जुन भाग जोडिएको छ त्यसलाई चाहिँ मजाले सिलाइदिनु होला। ल हेर्नुहोस् यहाँ एकदमै राम्रो भएको छ। अब यसपछि अर्को स्टेप चाहिँ के हो भन्दाखेरि सबैजनाले सब्सक्राइब गर्नु होला, लाइक सेयर पनि गर्नु होला है त। अब यसलाई चाहिँ तपाईँले यसरी बिचमा यो उल्टे भाग यहाँ राख्नुपर्ने हुन्छ भने यसलाई चाहिँ हेर्नुहोस् है एकदम ख्याल गरेर यसरी बिचमा राख्नुपर्ने छ। यो सबै सेप हेर्नु होला। यो भाग चाहिँ यहाँ माथि उल्टे हुन्छ। मैले एकदमै मजाले सिकाइरहेको छु। यसलाई भित्र राखेर यो बाहिरको भागमा चाहिँ अब हामी सिलाउँदै जानेछौँ। यति सिलाउँछौँ अनि फेरि देखाउँछु त नेक्स्ट स्टेप। यहाँनिर लिनु भएको छ नि, त्यहीँबाट सिउ राखेर फेरि यो बिचको सिउ भएको भन्दा एक स्टेप अगाडि के ल हेर्नुहोस्। ल हेर्नु है, अब मैले यहाँसम्म सिलाएँ नि। अब यो भाग चाहिँ कसरी निक्लिन्छ भन्दाखेरि यता पछाडिबाट तान्दै सिलाउनु पर्ने हुन्छ के। यो सिलाएको भाग छ नि यसरी के निक्लिन्छ क्या हेर्नु है। अब हामीले यो सिलाएको भागलाई चाहिँ यसरी तान्यो भने सिलाएको भाग चाहिँ भित्र पर्दै जान्छ भने यो नसिलाएको भाग चाहिँ बाहिर पर्दै जान्छ के। यो मेसिनमा सिलाउनु भयो भने पनि यसरी है, मेसिनमा सिलाउनेलाई त धेरै सजिलो हुन्छ। यो स्टाइलले गर्नुभयो भने तपाईँको अरूभन्दा पनि सफा हुन्छ अनि एकदमै राम्रो हुन्छ। अब यसरी तान्दै तान्दै वरिपरि सबै सिलाउने छौँ है त हामीले। यसरी यो सिलाएको भागलाई भित्र तान्दै गर्ने, नसिलाएको भागलाई निकाल्दै निकाल्दै जाने है त। टाँका चाहिँ एकचोटि फेरि सिकाउँछु, फेरि बिर्सिनु होला भनेर। अब हामीलाई धेरै सिलाउनु बाँकी छैन। यहाँनिर हेर्न सक्नुहुन्छ यो जुन इन्डिङ भएको छ नि त्यो इन्डिङको यहाँनिरबाट यसरी टाँका लिएर फेरि यो बिचमा ठ्याक्क यसरी लिने ताकि यो लाइन हेर्नु न कति राम्रो देखिएछ। फेरि यसको यहाँनिर लिने, फेरि ठ्याक्कै लिने। अब चाहिँ हामीले धेरै सिलाउनु भएको छैन। यसलाई चाहिँ हामीले यसरी तान्दै गएका थियौँ नि त। अब हेर्नुहोस् है यता पनि सिलाएको भाग आइपुग्छ क्या त्यस्तो गर्दा गर्दा, अनि यता पनि सिलाएको। अब हामीसँग यति मात्रै रहन्छ। यतिमा चाहिँ हामीले अब अलिकति यहाँ ग्याप राख्नुपर्ने हुन्छ क्या यो स्क्रन्चीलाई उल्टाएर बाहिर निकाल्नलाई। अब हामीले यति मात्रै सिलाउने अहिलेलाई। अब यो रेडी भयो, यस्तो देखिन्छ। अब हामीले यो भाग छ नि यो भागबाट यो जुन खाली ठाउँ राखेको छौँ त्यहाँबाट चाहिँ सानो कपडालाई यसरी छुने, उल्टाउने काम। हेर्नुहोस् त कति राम्रो भयो। अब चाहिँ हामीले यहाँबाट इलास्टिक हाल्नेछौँ। इलास्टिक हाल्नुपर्ने हुन्छ। यसरी काट्ने अनि यसरी खिपमा हाल्ने है। अब यसलाई तपाईँले अघि नको कहाँ गयो भन्दाखेरि यहाँ छ है त, त्यहाँबाट यसरी पसालेर सर्लक्क निकाल्नुपर्ने हुन्छ यहाँ पुरै। एकदमै सजिलो हुन्छ यो हातले बनाउँदा पनि। यो अलिक सानो स्क्रन्ची बनाउन लाउनु भएको छ भने धेरै दुःख हुँदैन। यो अलिक ठुलो बनाउन लाए सो यसरी चाहिँ यताबाट निकाल्नुपर्ने हुन्छ के साथीहरू। हेर्नुहोस् स्क्रन्ची भनेको नै धेरै राम्रो सजिलो हो होइन। तपाईँहरूले बनाउन सक्नुहुन्छ घरि बसेर। लाउने रहर छ भने जाँगर आउँछ। अब लाउने जाँगर छैन भने त अब मैले के नै गर्न सक्छु र साथीहरू है। हेर्नुहोस् अब यसलाई चाहिँ मजाले सिलाइदिनु। हेर्नुहोस्
यत्तिको घर बसेर तपाईँले आफै बनाउनु भयो भने लाउन सकिन्न त स्क्रन्ची एकदमै राम्रो बनेको छ है त साथीहरू मैले यसको लागि चाहिँ एउटा पर्फेक्ट आइडिया पाएको छु यो चाहिँ यहाँ यसरी तुरपाई गरिदिनु पर्छ यो चप्काइदिन सक्छु है त यो चाहिँ यहाँनिर यसरी ट्याक्क पारेर अड्काइदिन मन लाग्यो चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ साथीहरू यो चाहिँ मैले बोनसको लागि राखिदिएको यो हुन त टिकटकमा पनि छ यो बनाएको भिडियो जुन हामीले स्क्रन्चीको माथि राखेका थियौँ नि त्यसको चाहिँ DIY हो यो चाहिँ कम्प्लिट यो चाहिँ तपाईँले इन्जोय गर्नु होला है कतिजनाले टिकटकमा हेर्नु भएको छैन होला उहाँहरूको लागि भनेर यहाँ पनि राखिदिएँ मैले अनि तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ कसरी त्यो डिजाइन बनाएको भनेर तपाईँले यहाँ पनि हेर्न सक्नुहुन्छ अनि थ्याङ्क यू सो मच सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला सबैजनाले भिडियोलाई लाइक सेयर गरिदिनु होला भन्न चाहन्छु अनि सब्सक्राइब गर्न नभुल्नु होला अनि यो सबै भिडियो कम्प्लिट लास्टसम्म हेर्नु होला है त थ्याङ्क यू सो मच फर वाचिङ